हेलो एन्ड नमस्ते साथीहरू, स्वागत छ आजको यस अर्को नयाँ भिडियोमा। आजको भिडियोमा मैले तपाईहरुलाई मेरो शेयरबाट शेयर बेचे पछाडि त्यो शेयरलाई चाहिँ नि त्यसको WACC कसरी क्याल्कुलेसन गर्ने र त्यसको माई होल्डिङ कसरी निकाल्ने र शेयरलाई चाहिँ कसरी ट्रान्सफर गर्ने तपाईले बेचिसके पछाडि जब तपाईले TMS बाट शेयर बेच्नुहुन्छ तब त्यस पछाडिको प्रोसेस के हो त है, यस बारेमा भिडियो छ। छोटो मिठो भिडियो छ, अन्तिमसम्म हेरेर साथ दिनु होला। अब तपाईले कुनै पनि शेयर TMS बाट बेच्नु भयो हैन। अब त्यो शेयरलाई तपाईले त्यसको सुरुमा त्यसको WACC क्याल्कुलेसन गर्नुपर्ने हुन्छ र सेकेन्ड स्टेपमा त्यसको माई होल्डिङ्स कति दिन होल्ड गर्नुभयो त्यसको त्यो एभरेज निकाल्नु पर्ने हुन्छ र लास्टमा ट्रान्सफर गर्नुपर्ने हुन्छ र यो भिडियो मार्फत जानकारी दिन चाहन्छु। अब त्यसको लागि पहिला सुरुमा मेरो शेयर सफ्टवेयर खोल्नुहोस् हैन। मेरो शेयर सफ्टवेयर खोलिसके पछाडि यो मेरो शेयर मैले खोले। अब सुरुमा मेरो पोर्टफोलियोमा जान्छु। मेरो पोर्टफोलियोमा मेरो शेयर यहाँ देखाइरहेको छ। यो शेयर मैले बेचेँ। अब यसलाई मैले शेयर मेरो ब्रोकरलाई मैले ट्रान्सफर गरिदिनु पर्ने छ। त्यसको लागि सुरुमा पहिला म जान्छु यो मोर भन्ने अप्सन छ, तीनवटा डट भएको, यहाँ क्लिक गर्ने। त्यस पछाडि यहाँ विभिन्न अप्सनहरू छ, माई डिटेल्स, माई ट्रान्ज्याक्सन हिस्ट्री, माई शेयर प्लेस डिटेल, माई ब्याङ्क रिक्वेस्ट, माई पर्चेस सोर्स र माई EDIS भन्ने छ। तपाईँ सबभन्दा पहिला माई पर्चेस सोर्समा जानु पर्यो। यहाँ क्लिक गरे पछाडि तीनवटा यहाँ माथि अप्सन आउँछ, माई पर्चेस सोर्स, माई होल्डिङ र माई WACC भनेर देखाउँछ। यहाँ पेन्डिङ स्क्रिप्ट र अल स्क्रिप्ट दुईवटा छ, यसमा केही पनि नचलाउने। र मेरो यहाँ शेयर यहाँ अटोमेटिक आइरहेको छ हैन। मैले होटल फरेस्ट इनको IPO बेचेको थिएँ। अब यहाँ अरू पनि शेयर छ भने चाहिँ यहाँ लिस्ट अफ शेयर देखाउँछ, नत्र मेरो एउटा मात्र भएर एउटा मात्र देखाएको छ। अब मैले यहाँ सर्चमा जान्छु। सर्चमा गएपछि यहाँ केही कुराहरू छन् हैन, यो तपाईँ पढ्न सक्नुहुन्छ। त्यस पछाडि यहाँ सेलेक्ट अल गरेको छ र कुन शेयर ट्रान्सफर गर्ने हो त्यसको चाहिँ पहिला यहाँ सेलेक्ट गर्नुपर्ने हुन्छ। यहाँ पर्चेस सोर्स IPO भनेको छ, ट्रान्ज्याक्सन क्वान्टिटी रेट भनेको छ, त्यस पछाडि ट्रान्ज्याक्सन डेट छ, पर्चेस प्राइस छ, टोटल कस्ट चाहिँ यहाँ दिएको छ 1000 भनेर छ है। अब यहाँ म केही गर्दिनँ, यहाँ प्रोसिडमा क्लिक गरिदिन्छु। अनि यहाँ कन्फर्म पर्चेस सोर्स, आई हियरबाई डिक्लेयर दैट द प्राइस आई हेभ सेट हियर फर WACC क्याल्कुलेसन पर्पज आर प्रोभाइडेड विथ द बेस्ट अफ माई नलेज एन्ड IMR भने यहाँ के भनेको छ। कन्फर्ममा क्लिक गरिदिनुहोस्। त्यस पछाडि माई पर्चेज डन भन्यो है। अब तपाईँ जानुपर्ने हुन्छ यहाँ माई होल्डिङ्समा। माई होल्डिङ्समा त्यही शेयर यहाँ देखाइरहेछ। त्यस पछाडि यहाँ सर्चमा क्लिक गर्ने। त्यसपछि यहाँ छ सेलेक्ट अलमा क्लिक गर्ने। यो शेयर छ र यो शेयर मलाई कहिले परेको यहाँ दिइरहेको छ, 2026 मार्च 1 मा मेरो खातामा आएको। क्वान्टिटी यति हैन, सोर्स IPO, होल्डिङ डेज 50 डेज भनेर छ। मैले 50 दिन चाहिँ होल्ड गरेर रहेछु हैन भन्दा। अब मैले प्रोसिड गरिदिन्छु। यहाँ पनि प्रोसिडमा क्लिक गरिदिने है। एकचोटि यहाँ सोध्छ र अपडेटमा क्लिक गरिदिने। कन्फर्म माई होल्डिङ्स भनेर सोध्छ हैन। त्यस पछाडि यसलाई कन्फर्म गरिदिने। सक्सेस भन्यो, माई होल्डिङ सेभ सक्सेसफुल्ली भन्यो हैन। यो पनि काम सक्यो, हाम्रो दुईवटा काम सक्यो। अब जान्छौँ हामी मोर अप्सनमा क्लिक गर्छौँ र यहाँ माई EDIS भन्ने अप्सन छ लास्टमा, दुईवटा एरो भएको, यसमा क्लिक गर्ने। त्यस पछाडि ट्रान्सफर रिक्वेस्ट रिपोर्ट भनेर आउँछ, ट्रान्सफर सेयर भनेर आउँछ र यहाँ नो डेलिभरी ट्रेड भनेर छ हैन। यहाँ विभिन्न कुराहरू छन्, यसमा केही पनि नगर्ने, सिधै हामी यहाँ ट्रान्सफर सेयरमा जाने है। अब यहाँ हामी अहिले हामीले बेचेको शेयरको यहाँ सेटलमेन्ट ID र सेटलमेन्ट डेट भनेर छ। यो सेटलमेन्ट डेट भनेको तपाईँको ब्रोकरले सेटलमेन्ट गरेर पैसा चाहिँ खातामा हालिदिने डेट हो है। यहाँ भ्यू डिटेल्समा क्लिक गर्ने। त्यस पछाडि यो बक्समा टिक लाउने। त्यसपछि यहाँ कन्ट्र्याक्ट नम्बर, सेटलमेन्ट डेट, स्क्रिप्टको नाम, क्लाइन्ट कोड। यो क्लाइन्ट कोड चाहिँ ब्रोकरको क्लाइन्ट कोड हो। पुल एकाउन्ट भनेको हाम्रोबाट तान्ने उसले ब्रोकरको यो डिमेट एकाउन्ट हो है। CMID भनेको ब्रोकर नम्बर हो, यो 35 हो मेरो। ट्रेड क्वान्टिटी यहाँ दिएको छ, WACC 100 छ यसको
रेट चाहिँ 1235 मा मैले सोल्भ गरेँ। क्वान्टिटी टु ट्रान्सफर यहाँ 10 भनेर अटोमेटिक आएको छ। केही नगर्ने सिधै प्रोसिडमा क्लिक गरिदिने। एकचोटि लास्ट कन्फर्म भन्न सोध्छ होइन। यहाँ एग्रीमा आई एग्री टु डेलिभर एबभ मेन्सन रिक्वेस्टेड सेक्युरिटी फ्रम माई एकाउन्ट्स टु द पुल एकाउन्ट्स अफ रेस्पेक्टिभ ब्रोकर। फर्दर आई डिक्लेयर द्याट द सेल अर्डर फर दिस सेक्युरिटी वेयर माई ओन रिक्वेस्ट भनेर यहाँ कन्फर्म गरिदिने। सक्सेस भयो। सक्सेसफुली रिक्वेस्ट फर ट्रान्सफर सेयर भन्छ। डिसमिसमा क्लिक गरिदिने। तपाईँको अब सेयर ट्रान्सफर भयो है। र तपाईँ मेरो इडिएसमा गएर हेर्नुभयो भने पनि ट्रान्सफर सेयरमा अब यहाँ कुनै पनि पेन्डिङ बाँकी छैन, गइसकेको छ। तर तपाईँको पोर्टफोलियोबाट चाहिँ यो अहिले हट्दैन होइन। यो चाहिँ भोलि बिहानको फर्स्ट आवरमा मार्केट खुले पछाडि अफिस टाइम पछाडि चाहिँ तपाईँको सेयर ट्रान्सफर हुन्छ र केही समय पछाडि 4-5 दिनमा ब्रोकरले पैसा खातामा हालिदिन्छ। यो थियो आजको भिडियो। मेरो सेयरबाट सेयर बेचे पछाडि तपाईँले सेयर ट्रान्सफर कसरी गर्ने ब्रोकरको एकाउन्टमा, माई होल्डिङ्स र माई पर्चेस सोर्सको बारेमा भिडियो थियो। आशा छ भिडियो राम्रो लाग्यो र भिडियोलाई मन पराइदिनु होला। यस्तै इन्फर्मेटिभ भिडियोको लागि हामीलाई फलो गर्नु होला। युट्युबमा छ हाम्रो च्यानल पिएससी सपोर्ट एनपी लाई सब्सक्राइब गर्न नभुल्नु होला। धन्यवाद।